नमस्कार, म यहाँहरूलाई आज आरुको बारेमा जानकारी गराउँछु। यहाँहरूले देख्नु भएको छ आरु सबैले खानुभएको पनि छ। हाम्रो नेपालको मध्य पहाडी क्षेत्रमा सबै ठाउँमा पाउन सकिन्छ। सबैको बारीहरूमा एक दुई बोट भए पनि आरु छ। तर यो आरु र त्यो आरुमा के फरक भन्दा यहाँहरूको गाउँघरमा पाइने आरु लोकल प्रजातिको आरु हुन्छ र त्यो आरु चाहिँ साउन भदौमा पाक्छ। यो आरु भनेको यहाँले बिरुवा रोपेको 2 वर्ष पछाडि चाहिँ आरु फल्न सुरु गर्छ र यो आरु वैशाख जेठदेखि असार साउनसम्म निरन्तर 4-5 महिनासम्म पाकिरहन्छ, फलिरहन्छ। धेरै फल्ने यो विकासे जातको आरु हो र यसको भित्र चाहिँ रातो हुन्छ। हाम्रो लोकल आलुमा सेतो हुन्छ भने यो चाहिँ रातो हुने रातो प्रकारको आरुको जात हो र विभिन्न प्रकारको आरुहरूमध्ये यो चाहिँ विकासित जातको विकासे आरु भएको हुनाले यहाँहरूलाई हामीले विकासे आरु लाउन अनुरोध गर्दछौँ। यो आरु कहिले लाउने भन्दा यो पतझरभित्र पर्ने भएको हुनाले यसलाई चाहिँ हामीले पुसको 15 देखि माघको 15 भित्र लगाइसक्नुपर्छ र त्योभन्दा अगाडि यहाँले खाडल खनेर जग्गाको लागि तयारी गर्नुपर्दछ। खाडलमा आवश्यक अनुसारको मल माटोको मिश्रण चाहिँ तयार गरेर यहाँले हाल्नुपर्ने हुन्छ र पुसको 15 देखि माघ 15सम्म रोप्नुभयो भने त्यतिखेर यो बिरुवाको चाहिँ डाँठ मात्रै हुन्छ र रोपिसके पछाडि बिस्तार यो सरेर आउँछ। के त हिउँदोमा बिरुवा हुन्छ भन्ने यहाँलाई लाग्न सक्छ। हिउँदोमा पतझर बिरुवाहरू हुन्छ र पतझर बिरुवाहरूको लागि यहाँले एकचोटि रोपेर सामान्यतः सिँचाइ गर्नुभयो भने प्रशस्त मात्रामा उपलब्ध हुन्छ। यति भन्दै यहाँहरूलाई म नेपाल कृषि वन बिउ बिजन केन्द्र काठमाडौँ कोटेश्वर बालकुमारीको पुलसँगै रहेको संस्था वा सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नम्बर 5 सूर्यकोटमा यहाँलाई सम्पर्क गर्न अनुरोध गर्दछु। सम्पर्क गर्दा 98 511 59 630 मा सम्पर्क गर्नुहुन पनि म यहाँहरूलाई अनुरोध गर्दछु। हस्त, नमस्कार।